सालको शिलान्यास हुन्छ, यति वर्षको यति गते र यो महिना यो बार हस्तान्तरण भनेर म त्यही दिनै घोषणा गर्नेछु। हामीले आजसम्म हँसाएका दर्शकको आँसु रुस्नुपर्छ भन्ने लाग्यो हामीलाई। कहिल्यै जवाफ नफर्काउने म तिनै बुवा र आमाको छोरो पहिलो पटक बुवालाई जवाफ फर्काउँदै भने, बुबा यदि यो देशमा कसैले यस्तै जोखिम उठाइदिएको थियो भने पनि आज हजुरले मलाई यस्तो प्रश्न गरिरहनु पर्दैन थियो होला। 25 लाख रुपियाँ म हाम्रो मस्तिष्क सफा हुनुपर्छ भन्ने उद्देश्यले बागमती सरसफाइ होस् वा पूर्व पश्चिम राजमार्ग सफाइ होस् या सम्पूर्ण सरसफाइ अभियानमा नम्बरले मेरी आमा करल भाँचिएर ढल्नुभयो। सारी छोरीको चौको बास भयो। कार्यक्रमको सबैलाई सहाराको जरुरतदेखि माया र भरोसाको खाँचोदेखि रोग र भोकले ग्रस्तदेखि हामीले आजसम्म हँसाएका दर्शकको आँसु रुस्नुपर्छ भन्ने लाग्यो हामीलाई। सबैको पीडा आफ्नै जस्तो लाग्यो र हामी अन्जानमै मनैदेखि समर्पित भएर पीडितका सेवामा लाग्यौँ। राहत बोकेर स्कुल टोयलेट बनाउँदै विनाशपछि पनि जीवन बाँकी छ भन्ने सन्देश बाँड्दै निरन्तर दिनरात केही नभनी लागिरह्यौँ र तीनवटा एकीकृत बस्ती निर्माण गर्न पनि सफल भयौँ। जसले जीव भने पनि केही लाग्न छोड्यो। साँचो मानवको अर्थ जीवनको मजा नै हामीले अरूको सेवामा लाग्दा पायौँ। सबैको साथ सहयोग सद्भाव र प्रेरणाले सानै भए पनि भूकम्प पीडितहरूका लागि घर दिने प्रयास गर्यौँ। गरिबका लागि बास बनाइदिने चमत्को गर्यौँ। यहाँ सबैले सघाउनु भयो हामीलाई अनि हामी सफल भयौँ। मेरी आमा पनि नेपाल आमाकी सन्तान, म पनि नेपाल आमाकी सन्तान, तपाईँहरू पनि नेपाल आमाको सन्तान। आमाको सेवा गर्नु हामी सबैको कर्तव्य हो। म त चाहन्छु मेरी सारी छोरीले पनि भविष्यमा नेपाल आमाको सेवा गरोस्। सिङ्गो देश नेपाललाई जोड्ने प्रयास हो। सम्पूर्ण जात जाति धर्म संस्कृति र रीतिरिवाजको साझा फुलबारी हो नमुना नेपाल। म सम्झन्छु महाभूकम्प 2072 पश्चात पीडितहरूको लागि मनापत्ती लगाउने अभियानमा जुटिरहँदा सिन्धुपाल्चोको पिपलडाँडामा भूकम्प पीडितका लागि चर्पी निर्माण गर्न हातमा टोयलेटको प्यान बोकेर उकालो चढिरहँदा मेरो दिमागमा एउटा यस्तो परिकल्पना आयो र मैले सीतारामजीलाई भनेको थिएँ त्यो बेला, अब हामीले यस्तो पीडितहरूलाई 75वटा जिल्लाको पीडितहरूलाई चाहिँ एउटा साझा वासस्थानको थलो हुने गरी एउटा सुन्दर बस्ती बनाउनु पाए कस्तो हुन्थ्यो होला है। त्यसको लागि पहिला हामी भूकम्प पीडितहरूको वासस्थानको लागि काम गरौँ नभन्दै आज त्यो सपना पुरा हुन लागेको अनुभूति भइरहेको छ। मैले चन्द्र टन्डन र सिटी एक्सप्रेसको नाम लिइरहँदा उहाँहरूले यो अभियानका लागि विगतदेखि अहिलेसम्म गर्दै आएको सहयोगलाई पनि अलिकति यहाँ जानकारी गराउनु पर्ने हुन्छ र गिरानचोर निर्माणका लागि एक्लै यो संस्थाले 14 मेरा आज 33 वर्षको भए जानेर बुझेर कुनै गल्ती गरेको छैन, कसैको चित्त दुखाउने कुनै काम गरेको छैन जस्तो लाग्छ। तर मानव हुँ, केही कमी कमजोरी भयो होलान्। एउटा साधारण किसानको छोरो देश बनाउन सकिन्छ भनेर दिनरात घर परिवार नभनी आफ्नो पेसा नभनी गरिब दुखी र पीडितहरूका लागि भारी बोकेर हिँडिरहेको छु। यो अवधिमा यसरी नै खटेर हामीलाई आफूलाई मात्र ध्यान दिएका थियौँ भने पनि जुन अवधिमा हामीले जे काम गरेका छौँ यो अवधिमा हामीले हाम्रा कामलाई मात्र ध्यान दिएका थियौँ भने पनि हामीले राम्रै पैसा कमाउन सक्थ्यौँ होला आफ्नो पेसाबाट। चिरिने तुच्छ आरोप गाली र अपशब्द सुन्दा पनि मन खासै चित्त दुख्नुको साटो अझ प्रफुल्लित हुन्छ वा अझ जागर थपिन्छ जस्तो थपिँदै जान्छ मलाई। जहाँ जाँदा पनि सबैले चिन्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ। त्यही माया र आशीर्वादले सबै पीडा बिर्सन्छु, दुःख बिर्सन्छु र फेरि पनि नेपाल र नेपालीको सेवामा लाग्न प्रेरित हुन्छु। हामी स्वार्थी छौँ, तर त्यो स्वार्थ एउटै छ, केवल देश बनाउने र विश्वमा नेपाललाई चिनाउने।
युरोप घुमेर आयौँ भन्छौँ, थाइल्यान्ड लगायत अन्य देशमा बनेका डिज्नील्यान्ड घुमेर मग्नमुग्ध हुन्छौँ, भारतको अक्षरधाम पुगेर नतमस्तक हुन्छौँ। अब हामी हाम्रै नमुना नेपाल घुमेपछि गर्वले भन्नेछौँ, नेपालभित्रको नेपाल, नमुना नेपाल घुम्यौँ। आज हामी अरूको देशमा बनेका यस्ता संरचनाहरू देखेर तारिफ गरिरहेका छौँ। एक दिन विश्वभरिका मानिसहरूले यसै गरी भन्नेछन्, हामीले पनि नेपालमा बनेको नमुना नेपाल हेरेर आयौँ। म यो देशको सामान्य नागरिक, नेपाल आमाको छोरो। मैले यही धरतीमा उब्जेको अन्न खाएर हुर्केँ, यही देशको पानी पिइरहेको छु, यहीको हावामा सास लिइरहेको छु, यही माटोमा नेपाल सरकारले बाँडेको किताब पढेर ज्ञान हासिल गरेँ र गरिरहेको छु। सरकारले दिएको उज्यालो मुनि बसेर जीवन जिइरहेको छु। सरकारले बनाएको बाटोमा हिँडिरहेको छु। सरकारले दिएको पानी, टेलिफोन र अरू सुविधा उपभोग गरिरहेको छु। सरकारले ल्याएका हरेक नीति नियमहरूलाई पालना गर्दै अघि बढेको छु। हामीले चाहेको जति सुविधा सरकारले दिन सकेन होला, दिएको जतिले हामीलाई पुगेको छैन होला। तर जुनसुकै दलको सरकार आए पनि सरकारलाई दरिलो र बलियो बनाउन सकिएन भने देश कहिल्यै पनि बन्न सक्दैन। र हामीले जति पनि काम गर्यौँ सरकारलाई सघाउनकै लागि गरेका छौँ, सरकारलाई बलियो बनाउनकै लागि गरेका छौँ। त्यसैले यो नमुना नेपाल अभियानमा सरकारले खुलेर साथ र सहयोग गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। र सरकारको साथ मिलेन यदि भने पनि हामी नमुना नेपाल बनाएरै छाड्छौँ र बनाएरै छाड्छौँ। किनकि हामीलाई हाम्रो देश नेपाल विश्वमा चिनाउनु छ। त्यही भएर हामी नमुना नेपाल बनाउने प्रण गर्छौँ। हो, यसको अनुमानित रकम निकै ठुलो छ, करिब 5 अर्ब। मैले मेरो जन्म दिने बुवा आमालाई अब हामी यस्तो परियोजना गर्न लाग्यौँ भनेर सुनाइरहँदा मेरो बुवा र आमाको वाक्य रोकिएको थियो। बुबाले भावुक हुँदै भन्नुभयो, बाबु तिमीहरू किन यसरी आफ्नो काम नगरिकन हरेक पटक यस्ता जोखिमहरू उठाइरहन्छौ? किन यस्तो जोखिम मोलिरहन्छौ? कहिल्यै जवाफ नफर्काउने म, तिनै बुवा र आमाको छोरो, पहिलो पटक बुवालाई जवाफ फर्काउँदै भने, बुबा यदि यो देशमा कसैले यस्तै जोखिम उठाइदिएको थियो भने पनि आज हजुरले मलाई यस्तो प्रश्न गरिरहनु पर्दैन थियो होला। बुबाको वाक्य रोकिएको थियो। सायद उहाँले देशको अवस्थालाई सम्झिनु होला। हामी अहिले सबैले देशको अवस्थालाई सम्झिरहेका छौँ। 1700 पैसा बोकेर राजधानी छिरेको मलाई र मेरो परिवारलाई यो 5 अर्ब निकै ठुलो रकम हो। तर सरकारका लागि यो रकम सामान्य जस्तो लाग्छ। मुटुमा अवधारणा प्रस्तुत गरिरहँदा निकै ढ्याङ्ग्रो बजिरहेको छ। यत्रो रकम कसरी जुटाउने होला भनेर सायद मेरो बुवा र आमाको चिन्ता पनि त्यही थियो। मन यसरी बुझाउने कोसिस गर्छु म। एकैचोटि सुन्दा ठुलो होला यो रकम, तर हामी पुग नपुग 3 करोड नेपाली छौँ। कति सक्षम छौँ, कति असक्षम छौँ, तैपनि प्रत्येक नेपालीले मात्र 200 रुपियाँ प्रति व्यक्ति सहायता गर्दा पनि 6 अर्ब जुट्दो रहेछ। हामीले अनुमानित गरेको रकमभन्दा 1 अर्ब बढी रकम जुट्दो रहेछ। आज विश्वभरि हामी नेपालीहरू 40 देखि 45 लाखको हाराहारीमा छरिएर रहेका छौँ। प्रत्येक विदेशी भूमिमा दुःख गरिरहनु भएका नेपालीहरूले प्रति व्यक्ति 2000 नै सहायता गर्दा पनि 8-9 अर्ब जुट्दो रहेछ। हो, हामी यसरी नै विश्वस्त भएका हौँ र यसरी नै हामीले आँट गरेका हौँ। र यो रकम जुट्छ भन्ने लागेरै हामीले यो नमुना नेपालको अवधारणा सार्वजनिक गरेका हौँ। आज विश्वभरिबाट लाखौँ पर्यटक आउँछन्। सबैजना नेपालको सबै ठाउँ पुग्न नसक्लान्, तर म किटानका साथ भन्न सक्छु नमुना नेपालमा 100% पुग्नेछन्। र भन्नेछन् भगवान गौतम बुद्ध त नेपालमै जन्मेका हुन्। आज हामी नेपाली विश्वभरि छरिएका छौँ। विदेशी भूमिमा सम्पन्न पनि भएका छौँ।
हाम्रा सन्तान त्यही जन्मेका छन्, जसलाई नेपाल देखाउनु छ, बुझाउनु छ। तिनै नानीहरूका लागि अध्ययन केन्द्र हो नमुना नेपाल। नेपाली मन र नेपाली धनले हामी विकसित नेपाल बनाउन सक्छौँ भन्ने उदाहरण पनि हो यो नमुना नेपाल। धेरै प्रतिष्ठित व्यक्तिहरूसँग भेट हुँदा मैले सोध्ने गर्छु, कति वर्षमा हामीले विकसित नेपाल देख्न पाउँछौँ? उहाँको जवाब 10 वर्ष, 20 वर्ष, 25 वर्ष हुन्छ। यतिमा नेपाल बल्ला भन्नुहुन्छ। कतिले त उहाँहरूले दिनुभएको अवधि पनि समाप्त भइसक्यो, देश बनेको छैन। कहिले बन्छ त नेपाल? म जस्तै प्रश्न सोध्नेहरू धेरै छन्, तर सोच्नेहरू कमै होला। मेरो निष्कर्ष, यदि हामीले नै पहल नगर्ने हो भने, पसिना नबगाउने हो भने अर्को 100 वर्षमा पनि बन्दैन नेपाल। जतिखेर जापान बन्यो, अमेरिका बन्यो, चाइना बन्यो, कुनै रोबोट र एलियनले बनाएको होइन, विदेशीले गएर बनाइदिएका पनि होइनन्। त्यहीँका जनताको सिप, श्रम र पसिनाले बनेको, पर्याप्त मेसिन र साधन स्रोत नहुँदा नै बनेको र हामीले जस्तै मानवले नै बनाएका हुन् ती विकसित देशहरू। हामीसँग पर्याप्त साधन स्रोत छ, हामी किन सक्दैनौँ? मात्र हामीसँग इच्छा शक्ति, दृढ सङ्कल्प र इमान्दारिता चाहिन्छ। हामी बनाउन सक्छौँ विकसित नेपाल। यसमा सम्पूर्ण यहाँनिर विदेशमा रहनुभएका सम्पूर्ण नेपाली भाषी, नेपाललाई माया गर्ने सहयोगी मन, नेपालको विकास चाहने देश विदेशका विभिन्न सङ्घ संस्था र समुदायहरू, भाषाभाषीहरू, नेपाल सरकारका सम्बन्धित निकायहरू र सिङ्गो सरकार सबै मिलेर सहकार्य गरौँ र अवश्य बन्ने छ नेपाल र अवश्य बन्ने छ नमुना नेपाल। र शिलान्यासकै दिन कुन सालको कुन महिना कुन गते कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने भन्ने निर्धारण पनि त्यही दिनै गर्नेछ। र म यहाँलाई विश्वास दिलाउन चाहन्छु, हामी तोकिएकै समयभित्र कार्य सम्पन्न गर्नेछौँ। किनभने भर्खरै तपाईँहरूले हाम्रो फाउन्डेसनले तयार पारेको मुसर बस्ती देखिसक्नु भएको छ। हामीले शिलान्यासकै दिन भनेका थियौँ, पुसको 25 गते हामी वैशाख 1 गते बस्ती हस्तान्तरण गर्छौँ भनेका थियौँ। हामीले वैशाख 1 गते नै बस्ती हस्तान्तरण गऱ्यौँ र मलाई त्यो विश्वास छ, मलाई त्यो आत्मबल छ। जुन दिन नमुना नेपालको शिलान्यास हुन्छ, यति वर्षको यति गते र यो महिना यो बार हस्तान्तरण भनेर म त्यही दिनै घोषणा गर्नेछु। सहयोग चाहिँ होइन, म भोलिका दिनमा पनि यसमा थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै आजको दिनमा म तिनीहरूको ग्यासको तर्फबाट 10 लाख रुपियाँ सहयोग गर्ने म प्रतिबद्धता कार्य सबलाई उहाँले हस्तलाको लागि गरौँ। मेरो अर्का अस्पताल उहाँले साह्रै माया गर्ने अस्पताल, त्यसलाई नदिकन मैले बस्न नसकेको कारणले उहाँलाई आएर रिक्वेस्ट गरेँ। हाम्रो अर्का अस्पतालबाट उहाँको फाउन्डेसनको लागि, नयाँ नेपालको लागि जुन उहाँले जमर्को गर्नुभएको छ, हाम्रो 25 लाख रुपियाँ म अर्का अस्पतालबाट दिन चाहन्छु। आगामी दिनमा पनि यस्ता सहयोगका थुप्रै हामीले गर्ने बाचा पनि गरेर म यहाँ बिदा हुन्छु। धन्यवाद।